धन्यवाद छ उहाँलाई कि उहाँको पुनरुत्थानले हामीलाई विजय दिनुभयो। हामी कहिले भुलिने छैनौँ, हामी भुल्ने छैनौँ उहाँलाई, किनभने हाम्रो यात्राको गन्तव्य नै उहाँ हुनुहुन्छ। यसकारण अहिलेदेखि नै हामी अहिले समय सधैँ नै उहाँलाई पुकारौँ र भनौँ, उहाँलाई धन्यवाद दिनौँ, किनभने उहाँ चाहिँ कति महान हुनुहुन्छ। दूतगणहरूले उहाँको प्रशंसा गर्दछ, स्वर्गले उहाँको महिमा गाउँदछ। दूतगणले गर्थे तपाईको स्वर्गमा महिमा। आउनुहोस् न मण्डली, दूतगणले गर्थे तपाईको स्वर्गमा महिमा। मानिसले गरे उनको निराधार निन्दा, स्वर्गमा बस्ने येशू पिताको दाहिने हात। मानिसले राखे श्रापी क्रुसमा दुई स्वर्गको स्थान। मानिसले राखे श्रापी क्रुसमा दुई स्वर्गको स्थान। के तपाईँले विश्वास गर्नुहुन्छ कि तपाईँ क्रुसद्वारा छुटकारा पाउनुभएको कुरा? के तपाईँले विश्वास गर्नुभएको छ कि यसले तपाईँलाई छुटकारा दिनुभएको कुरा विश्वास गर्नुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँको उद्धार गर्नुभएको छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँलाई निको पार्नुभएको छ? यदि तपाईँले विश्वास गर्नुहुन्छ भने उच्च स्वरले हामी कराउँदै हामी प्रभुलाई धन्यवाद चढाउनेछौँ। मण्डली, हामी धन्यवाद चढाउनेछौँ।